Guys, welcome back to another new video. यो भिडियोमा म तपाईहरुलाई हाम्रो YouTube च्यानलमा बैंक अकाउन्ट कसरी एड गर्ने भनेर बताउन गइरहेको छु। जस्तो हामीले YouTube च्यानल मोनेटाइज गरिसक्यौं, च्यानल मोनेटाइज भइसक्यो अनि हाम्रो एडसेन्स अकाउन्टमा $10 पनि कम्प्लिट भइसक्यो। त्यसपछि हामीले आइडेन्टिटी भेरिफिकेसन पनि गरिसक्यौं अनि हाम्रो एडसेन्स पिन पनि आइसक्यो। तर अब लास्ट अनि एउटा इम्पोर्टेन्ट एउटा स्टेप बाँकी छ, त्यो भनेको बैंक अकाउन्ट एड गर्ने। सो हामीले बैंक अकाउन्ट एड गर्दाखेरि केही मिस्टेक गर्यौं अथवा सही तरिकाले हामीले बैंक अकाउन्ट एड गरेनौं भनेदेखि हाम्रो अर्निङ चाहिँ आउँदैन अथवा हाम्रो अर्निङ होल्ड हुन्छ। त्यसकारणले गर्दाखेरि यो भिडियोमा म तपाईहरुलाई मेरो आफ्नै YouTube च्यानलमा बैंक अकाउन्ट एड गरेर देखाउन गइरहेको छु। सो भिडियोलाई स्किप नगरिकन लास्टसम्म हेर्नु होला है त गाइस। तपाईलाई मैले मेरो मोबाइलको स्क्रिनमा लिएर आइसकेको छु। अब तपाईहरुलाई म सजिलो तपाईहरुले बुझ्ने तरिकाले म आफ्नो बैंक अकाउन्ट एड गरेर देखाउने छु। त्यसको लागि सर्वप्रथम हामीले हाम्रो गुगल क्रोममा जानुपर्ने हुन्छ। गुगल क्रोममा गएर तपाईले नर्मली एडसेन्स लगइन भनेर तपाईले टाइप गर्न सक्नुहुन्छ। गुगल एडसेन्स लगइन। त्यसपछि तपाईले यहाँ गुगल एडसेन्स लगइनमा क्लिक गरिदिनुस्। यहाँ तपाईको यस्तो इन्टरफेस आउँछ। त्यसपछि तपाईको आफ्नो अकाउन्ट सेलेक्ट गर्नुस्। अब यहाँ लोडिङ हुँदैछ, खुल्दैछ, जस्ट सेकेन्ड। सो यो मेरो गुगल एडसेन्स अकाउन्ट तपाईले देख्न सक्नुहुन्छ। $13.78 यहाँ जम्मा भइसकेको छ। अब हामीले बैंक अकाउन्ट एड गर्नको लागि यहाँ कर्नरमा देख्न सक्नुहुन्छ तपाईले 3 लाइन देख्नुहुन्छ। यो 3टा लाइनमा क्लिक गर्नुस्। 3टा लाइनमा क्लिक गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ पेमेन्ट। पेमेन्टमा क्लिक गर्नुस्। पेमेन्टमा क्लिक गरिसकेपछि तपाईले यहाँ पेमेन्ट इन्फो भनेर देख्न सक्नुहुन्छ। पेमेन्ट इन्फोमा क्लिक गर्नुस्। अब यहाँ लोडिङ भइरहेछ, खुलिरहेछ, एकैछिन टाइम लाग्छ। सो यसरी यहाँ खुलिसकेको छ, यस्तो इन्टरफेस आउँछ। त्यसपछि तपाईले यतापट्टि कर्नरमा देख्नुहुन्छ, यहाँनिर चाहिँ म जुम गरेर देखाइरहेको छु तपाईहरुलाई। हाउ टु गेट पेड भनेर भनेको छ अनि एड पेमेन्ट मेथड भनेर भनेको छ यहाँ तल यो ब्लू कलरमा एड पेमेन्ट मेथड भनेको छ। अब तपाईले नर्मली यसमा क्लिक गर्नुपर्ने हुन्छ। अब यसमा क्लिक गरिसकेपछि तपाईको यस्तो इन्टरफेस आउँछ। म तपाईलाई जुम गरेर देखाइरहेको छु। अब यहाँ के भनेको छ, एड पेमेन्ट मेथड एज or weight WIRE वायर ट्रान्सफर डिटेल्स अनि सेकेन्डमा भनेको छ एड न्यू चेक डिटेल्स। सो हामीले जहिले पनि यो फर्स्ट वाला अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। यो सेकेन्ड भनेको चेकको अप्सन हो। यदि तपाईले यो चेकमा सेलेक्ट गर्नुभयो भनेदेखि चाहिँ युट्युबले तपाईलाई तपाईको अकाउन्टमा पेमेन्ट नआएर तपाईलाई चाहिँ उलाक मार्फत चाहिँ चेक पठाउने गर्छ। यो चाहिँ कतिपय अवस्थामा चेकहरु आइपुग्दैन हामी कहाँ। त्यसकारण हामीले जहिले पनि यो फर्स्टको अप्सन एड न्यू वेस्ट ट्रान्सफर डिटेल्सलाई सेलेक्ट गर्नुपर्ने हुन्छ। सो म यो फर्स्ट वाला अप्सनमा क्लिक गरेँ। त्यसपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ यस्तो खालको इन्टरफेस। टु रिसिभ पेमेन्ट बाइ बैंक ट्रान्सफर कन्ट्याक्ट योर बैंक फर एक्सचेन्ज रेट्स एन्ड फिस। Bank account must be located in your Nepal and in US dollar currency भनेर भनेको छ यहाँ। यस्तो खालको इन्टरफेस तपाईले यहाँ देख्न सक्नुहुन्छ। अब तपाईले चाहिँ यहाँ चाहिँ भर्नुपर्ने हुन्छ है। यहाँ फर्स्टमा तपाईले देख्न सक्नुहुन्छ बेनिफिसियरी आइडी भनेर भनेको छ। यो अप्सनल हो, यो भर्दा पनि हुन्छ नभर्दा पनि हुन्छ। सो हामीले यसलाई भर्दैनौं हैन। अनि तपाईको यहाँ सेकेन्डमा भनेको छ नेम अन बैंक अकाउन्ट भनेर भनेको छ।
यसमा चाहिँ तपाईको आफ्नो ब्याङ्क अकाउन्टमा चाहिँ अकाउन्ट होल्डरको नाम यसमा राख्ने हो। तपाईको ब्याङ्क अकाउन्टमा जुन नाम छ त्यही नाम यहाँ म्याचिङ हुनुपर्छ। यदि तपाईको नाम स्पेलिङ अलिकति नि एउटा मात्रै स्पेलिङ मिस्टेक भयो भने पेमेन्ट चाहिँ आउँदैन। त्यसकारणले गर्दाखेरि नाम तपाईले एकदम करेक्टली राख्नुपर्ने हुन्छ। सो म यहाँ आफ्नो नाम राख्न गइरहेको छु। त्यसपछि तपाईको यहाँ सेकेन्डमा भनेको छ ब्याङ्क नेम भनेर भनेको छ। सो अब यो ब्याङ्क नेममा तपाईले आफ्नो जुन ब्याङ्कको तपाईको अकाउन्ट छ त्यो ब्याङ्कको नाम, तर ब्याङ्कको नाम चाहिँ एकदम फुल नाम हुनुपर्छ है। जस्तो मेरो सिद्धार्थ ब्याङ्क हो, तपाईलाई म देखाइदिन्छु। सिद्धार्थ ब्याङ्क लिमिटेड, यो ब्याङ्कको नाम चाहिँ तपाईको फुल हुनुपर्छ। तपाईले गुगलमा गएर पनि टाइप गर्न सक्नुहुन्छ हैन। गुगलमा गएर टाइप गर्नुभयो भनेदेखि जस्तो सिद्धार्थ ब्याङ्क भनेर टाइप गर्नुभयो भने त्यहाँ तल तपाईको सिद्धार्थ ब्याङ्कको फुल नेम तल आउँछ। त्यसैलाई कपी गरेर तपाईले यहाँ पेस्ट गर्न सक्नुहुन्छ। त्यसपछि अर्को एउटा तल इम्पोर्टेन्ट कुरा भनेको यो स्विफ्ट कोड। स्विफ्ट कोड चाहिँ एकदमै इम्पोर्टेन्ट हो। यो हरेक ब्याङ्कको आफ्नै स्विफ्ट कोडहरू हुने गर्छ। यो स्विफ्ट BIC भनेको चाहिँ तपाईले ब्याङ्कलाई डाइरेक्टली कल गरेर सोध्न पनि सक्नुहुन्छ, अथवा तपाईले गुगलमा गएर स्विफ्ट कोड टाइप गर्नुभयो भने हरेक ब्याङ्कको स्विफ्ट कोड तपाईले त्यहाँ भेट्न सक्नुहुन्छ। सो तपाईहरुलाई इजिली हामीले गुगलबाट कसरी स्विफ्ट कोड पत्ता लगाउन सक्छौं भन्ने कुरा देखाउन गइरहेको छु। त्यसको लागि हामीले गुगलमा जानुपर्ने हुन्छ। अनि तपाईले सर्च बारमा तपाईले सर्च गर्नुस् कि तपाईको कुन ब्याङ्क हो। जस्तो मेरो सिद्धार्थ ब्याङ्क हो हैन। सो स्विफ्ट कोड अफ सिद्धार्थ ब्याङ्क भनेर मैले यहाँ टाइप गरिसकेको छु है। सो यहाँ तपाईले देख्न सक्नुहुन्छ स्विफ्ट कोड, यहाँनिर स्विफ्ट कोड आइसकेको छ है। यसैलाई तपाईले जस्ट यसरी कपी गर्नुस् हैन। यहाँबाट सेलेक्ट गरेर यसरी कपी गरिदिनुस्। त्यसपछि डाइरेक्टली तपाई अघिको ठाउँमा यहाँ क्रोममा आउनुस्। यहाँ आएर त यसलाई पेस्ट गर्नुपर्ने हुन्छ। जस्ट सेकेन्ड है, यसरी पेस्ट गरिदिनुस्। ओके, सो यो भयो हाम्रो स्विफ्ट कोड। अब तल के छ नेक्स्ट हाम्रो छ अकाउन्ट नम्बर भनेर भनेको छ है। अकाउन्ट नम्बर ओके। सो अकाउन्ट नम्बर तपाईले एकदमै करेक्ट अकाउन्ट नम्बर राख्नुपर्ने हुन्छ। त्यसकारणले 3 चोटी 4 चोटी दोहोर्याएर हेर्नु होला, मिस्टेक नगर्नु होला। मिस्टेक गर्नुभयो भनेदेखि तपाईहरुको पेमेन्ट होल्ड हुन्छ, पैसा आउँदैन। त्यसकारणले गर्दाखेरि तपाईले यो इन्फर्मेसन चाहिँ एकदम करेक्ट राख्नु होला। जस्तो मैले यहाँ अगाडि नै मैले यहाँ कपी गरेर राखेको छु। सो मैले जस्ट यहाँ पेस्ट गरिदिएँ मेरो यो अकाउन्ट नम्बर। ओके, अनि त्यसपछि तल यहाँ तपाईलाई भनेको छ रिटाइप अकाउन्ट नम्बर भनेर भनेको छ है। यहाँ तल ब्लूमा देख्नुहुन्छ। तपाईले यो सेम अकाउन्ट नम्बरलाई तल फेरि कपी गरेर पेस्ट गरिदिनुस्। ओके, र यो अकाउन्ट चाहिँ सेम हुनुपर्छ, तल र माथिको सेम हुनुपर्छ। त्यसपछि हाम्रो काम लगभग कम्प्लिट हुन गइरहेछ। यो सब भइसक्यो। अझै पनि कन्फर्म गरौँ। अनि अर्को एउटा महत्त्वपूर्ण कुरा यहाँ तल चाहिँ तपाईले देख्न सक्नुहुन्छ। यहाँ तल सेट एज अ प्राइमेरी पेमेन्ट मेथड भनेर भनेको छ। यहाँ अलरेडी ब्लू टिक लागिसकेको छ। यदि यहाँ ब्लू टिक लागेको छैन भने चाहिँ तपाईले यसमा सेट एज अ प्राइमरी पेमेन्ट मेथड यसमा चाहिँ क्लिक गरेर ब्लू टिक गर्नुपर्ने हुन्छ है। अनि त्यसपछि यति भइसकेपछि हाम्रो सबै प्रक्रियाहरू चाहिँ कम्प्लिट भइसकेको छ। अब यहाँ तपाईले यहाँ लास्टमा देख्नुहुन्छ यहाँ सेभको अप्सन छ ब्लूमा। ओके, सो नर्मल्ली अब मैले यसलाई सेभ गरिदिन्छु। सो एकैछिन यहाँ प्रोसेसिङ लिइरहेछ।
ओके, सो अब यहाँ फाइनल्ली चाहिँ मेरो ब्याङ्क अकाउन्ट सेभ भइसकेको छ। सो यसरी तपाईँहरूले पनि आफ्नो ब्याङ्क अकाउन्ट चाहिँ एड गर्न सक्नुहुन्छ। भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भनेदेखि साथीहरूमाझ सेयर गर्नुहोला। यदि च्यानलमा सब्सक्राइब गर्नुभएको छैन, नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। ओके, सो हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ। बाई बाई। Subscribe for upcoming useful videos. Thanks for watching.